गर्ने छोडेर हिँड्दैपछि खोइ के पेसा के खोइ खाने पेसा के त यही त हो नि त्यहाँ छोडेपछि त मरा स्याल घाँस त मुख लिएर आयो ए कुदेर के गर्ने मान्छे नि छैन कि बिहाएर ढुक्काले बस्दै हुन्थ्यो यो सन्तोष होइन सन्तोषका पनि कुरा नगरेर सन्तोष नि कहाँ कहाँ पुग्छ के ठेगानै छैन अलिकति आफ्नो जिउको ख्याल त राख्नु पर्यो नि अर्को कान्छो भएछ ख्याल राख्छु कि म के पाउँछु अब काठमाडौँ गएर नकमाइकन भएको छैन अनि कान्छोलाई त कमाउनु जाछै भनेर त विदेश जान्छ भने नि जा यो माइलाले फलान मिलाइदिएदेखि त कान्छो त कमाउँछु ढिकधरनले काम गर्छ विदेशमा अनि जेठो चाहिँ बिग्रेको हो